अनि साँच्चै भन्दै गर्दाखेरि मान्छेहरूले किन आत्तिएको होइन, कति आत्तिएको होइन भने एक दुईजना एउटा हुन्छ नि आसेपासे बसेर चुस्न पल्केकाहरू, अनि एउटा के भन्छन् सामन्ती सोच भएकोहरूले होइन, जसलाई यो देशको प्रेम छ, जसलाई यो देशसँग माया छ, जसलाई यो देशको माटोसँग एकदम उसको सम्बन्ध घनिष्ठ सम्बन्ध छ, त्यो अति नै स्वाभाविक कुरो हो होइन। हामीले देखिरहेको छौँ त्यो किन आत्तिएको भन्ने चुतियाहरू चाहिँ भोलि गएर यो यदि लिडरसिपमा आयो भने हामीले जुस्न पाउँदैन, उल्टो र पल्टो गर्न पाउँदैन, कागज उल्टो र उल्टो बनाउन पाउँदैन, सक्दैन भन्ने डर तिनीहरूमा तरास छ होइन। किनकि त्यो लुटेर खाना सिकेका पल्केका आसेपासेहरू हो तिनीहरू होइन। यदि यो देशमा चाहिँ हर्क सम्पाङ आयो भने उहाँले खुदै भनिराख्नु भएको छ कि म श्रमदान गराउँछु, श्रमदान गरायो भने त किन पाउने नै होइन, देशको मात्रै विकास हुने भयो, मेरो खल्ती त भर्दैन, यसलाई सपोर्ट गर्नुभन्दा नगर्नुभयो ठिक हो भन्ने सोच्यो यो चुतियाहरूले। त्यही चुतियाहरूलाई चाहिँ टाउको दुखिरहेछ। यदि होइन भनेदेखि यो अवस्थामा जटिल परिस्थितिमा संसद किन विघटन गरेन होइन, गरेर नयाँ मन्त्री ल्याउनु पर्छ कि पर्दैन होइन। त्यस कारणले गर्दा जसलाई यो देशको प्रेम छ, जसलाई यो देशसँग उसको सम्बन्ध गाँसिएको छ, ती व्यक्ति चाहिँ अत्तिन्छ। त्यो त कुनै दुविधै कुरा छैन। त्यस कारणले गर्दा हामीले बुझ्नुपर्ने के हो भने जोसुकै आए पनि होइन, यस्तो व्यक्ति आओस् कि कुनै पनि विदेशीलाई भगवान मानेर ढोग्न नजाओस् हो। हर्क सम्पाङमा यो हिम्मत र ताकत राख्ने व्यक्ति हो उहाँ। विदेशी दलालहरूलाई यतिखेर के भइरहेछ भने अब त्यो व्यक्ति यो ठाउँमा आयो भने त चलखेल गर्नै पाउँदिनँ म त, मेरो त मानै रित्तिन्छ भन्ने सोचेर मूर्छा परिरहेको छन्। तिमीहरू तातो पानीमा डुबेर मोर न हो, मोर होइन। त्यो मोरेको दिन बरु हामी खसी काटेर खाउँला चुतिया, बरु ऋणै बनाएर। तर देशलाई विकास गर्ने स्वच्छ छवि भएको लिडरसिप यो देशको खाँचो छ।